गेमिङ गर्नुहुन्छ भने त हजुरहरूले नि यो प्रब्लम फेस गर्नु भएकै होला। आजको हाम्रो यो भिडियोमा चाहिँ हामी त्यो प्रब्लमको बारेमा र त्यो प्रब्लमको कम्प्लिट सल्युसनको बारेमा डिस्कस गर्छौँ। त्यो प्रब्लम चाहिँ खासमा पीसी गेमर्स भन्दा नि मोबाइल गेमर्सहरूको लागि हो। हजुरले स्पेशली फेस गरिराख्नु भएको प्रब्लम चाहिँ हाम्रो धेरै जस्तो फ्ल्यागशिप फोनहरूमा चाहिँ एउटा मात्र पोर्ट दिएको हुन्छ जुन चाहिँ टाइप सी हुन्छ। पहिला चाहिँ हाम्रोमा 3.5 mm ज्याक पनि आउँथ्यो भन्दाखेरि अहिले चाहिँ टाइप सी मात्र हुन्छ। अब त्यो टाइप सीमा के जोड्ने त? चार्जर जोड्ने कि हेडफोन्स जोड्ने कि अरू के जोड्ने? र त्यसको सल्युसनको लागि चाहिँ हामीले प्लेक्सटोनको गेमिङ एडाप्टर लिएर आएको छौँ। यसमा चाहिँ हाम्रो टाइप सी को इनपुट छ र हजुरले यसमा 60 वाटको इनपुट पाउनुहुन्छ र यसमा चाहिँ हजुरले 3 वटा पोर्ट पाउनुहुन्छ। दुईटा हाम्रो टाइप सी हो भने एउटा चाहिँ 3.5 mm ज्याक। र यदि हजुरहरूले चाहिँ आइफोन 14 प्रो म्याक्स अथवा त्योभन्दा बिलोको आइफोन युज गर्नुहुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ हजुरहरूको लागि हो। यसमा चाहिँ हजुरले दुईवटा पोर्ट पाउनुहुन्छ, एउटा लाइटनिङ पोर्ट र अर्को चाहिँ 3.5 mm अडियो ज्याक। र यति मात्र नभएर यसमा चाहिँ हजुरले लाइटनिङ केबल पनि पाउनुहुन्छ र जुनले गर्दा चाहिँ हजुरले आफ्नो फोनलाई पनि इजिली चार्ज गर्न सक्नुहुन्छ। र यदि हजुरहरूलाई पनि गेमिङ एक्सपिरियन्समा चाहिँ अलिकति पनि कम्प्रोमाइज गर्न मन पर्दैन भन्दाखेरि चाहिँ यो प्लेक्सटोनको गेमिङ एडाप्टर चाहिँ हजुरहरूकै लागि हो। र यदि हजुरहरूलाई यो मनपर्छ र हजुरहरूलाई यो चाहियो भन्दाखेरि चाहिँ हजुरहरू हाम्रो स्टोर भिजिट गर्न सक्नुहुन्छ। अब भिजिट चाहिँ कता गर्ने त भन्दाखेरि चाहिँ हाम्रो स्टोर लोकेसन चाहिँ ओल्ड बानेश्वर कुमारी कम्प्लेक्समा रहेको छ।